आज मेरो हजुरलाई के भयो हौ त्यस्तो भिडियो अन्तिमसम्म हेर्नु है त। नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ एकदम सन्चै छु है। हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। बच्चा घर भएको बेलामा चाहिँ फुर्सदै नभएको जस्तो हुन्छ कि साथीहरू है। अनि बच्चालाई खुवाउनु पर्यो है, अब कता दुकुर लिन जानु पर्यो। अहिले हेर्नु सबैजना जम्मा भएर खेल्दैछ हौ, रमाइलो हुन्छ हाम्रो घरमा पनि। अनि आज चाहिँ स्पेसल भिडियो बनाउने भनेर बुढाबुढीको सल्लाह भएको थियो। अनि म चाहिँ बेला पर्खिँदैछु साथीहरू, मुख ब्याङ गरौँ भनेर। ब्याङ त नभनौँ, खाइ ब्याङ भनौँ। हेर्नु भात हेर्नु, आमा अर्पणाले यतितिर भात खान्छ हौ। 2000 years later. बल्ल बल्ल आइपुग्नु भयो उहाँ पनि। अलिअलि नर्भस छु है, हामी चाहिँ फर्स्ट टाइम हो नि त यसरी भिडियो बनाएर खाँदैछु। वर्षभरि 365वटा दिन हुन्छ होला साथीहरू है। 300 दिन जति बाँच्छौँ है, 65 दिन जति मिल्ला। त्यो मिलेको दिनमा चाहिँ भिडियो बनाएको है हामीले चाहिँ। बिहा भएको नै थुप्रै वर्ष भइसक्यो है। अनि कतिचोटि त डिभोर्स हुनेसम्म पुगिसक्दा पनि हेर्नु न, लाज पचाएर खान्छौँ है हामी चाहिँ। डिभोर्स मैले यस्तो गरौँ न भनेपछि नाइ भन्नुहुन्छ 10चोटि, अनि बल्ल बल्ल फकिनुहुन्छ कि। अनि त्यही भएको थियो आज पनि, बल्ल बल्ल आउनुभयो, मान्नुभयो। जे होस् मान्नु चाहिँ हुन्छ है। बुढाबुढी नै लत लागेको छ क्या खुर्सानी चपाउनुलाई, अनि उहाँले पनि चपाउँदै हुनुहुन्छ। कानको जरा सुई हुने गरेर चपाएको है साथीहरू। अनि आत्तिनु भइरहेछ, कस्तो मिठो खालको खुर्सानी हो। भिडियोको लागि है साथीहरू, गम खानु भएको न त एकदम च्वासे हुनुहुन्छ हौ उहाँ त। खाना अनि गाभा अनि करेला र आलु हिजोको तरकारी भयो, अनि अचार अनि खुर्सानी खाएको मिठो भएको थियो साथीहरू। 2टा खुर्सानी त सक्यो मैले, अहिले निक्लिँदैछ 2टा खुर्सानी। यो दुब्लाउने र मोटाउने पनि कस्तो सिजन हुने कि साथीहरू। कहिले चाहिँ भातै रुच्दैन है, खान्छु भन्दा पनि रुच्दैन। कहिले चाहिँ आमामामामा भात रुचेर दुब्लाउँछु भनेर भात खाएको होइन, झन् मोटाउँछ। जो मोटाउँछु भनेर भात खान्छ नि झन् दुब्लाउँछ कि। हेर्नु न मेरो बुढा त्यस्तै हुनुहुन्छ कि। हेर्नु उहाँ चाहिँ ठिक्कको छ, ज्यान त्यस्तो ठुलो पनि होइन। हेर्नु न मेरो म बुढी देखिसक्यो हौ। म चाहिँ उहाँले कसरी खानु भएको छ भनेर हेरिरहेको थिएँ कि, अनि ठ्याक्कै मलाई हेर्नु भइरहेको। ये फंस गया सीएम। हजुर बुढाबुढीको मुभ्याङ भिडियो कस्तो लाग्यो साथीहरू हजुरहरूलाई? लाइक फलो, प्लिज फलो मी है साथीहरू। अनि के साथीहरू है, अर्पणाले त हल्कै मजाको छ नि त मनोकामनामा त। तर एउटा हिसाबले भन्नुपर्दाखेरि होइन, मैले मेरो जिन्दगीलाई होइन सुधार्न कोसिस गरिरहेको छु होइन, अगाडि बढ्न कोसिस गरिरहेको छु नि त। तर त्यहाँनिर मन नपराउने मान्छेहरू होइन, मसँग जल्ने मान्छेहरू के, उनीहरूको थोपडाइ देख्दै थाहा पाउँछु क्या मैले है। अलिकति मन नपराउनु त अलिकति राम्रोसँग मन नपराउनु है, बोरा जस्तो नि गर्छ है, ठिक्क पारा जस्तो नि गर्छ।